आज चाहिँ हाम्रो घरमा बिरयानी बनाएको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। चिकन बिरयानी पट्याटो हालेर बनाएको। अनि मेरो छोरी चाहिँ खाँदै छिन्। सलोमी ल भन कस्तो छ? मिठो छ। यता हेरेर खाऊ न। छिट यता हेरेर खाऊ भनेको छु। नचली खाऊ न। मिठो चुलायो। मुसेर खाऊ त्यहाँ। तिमीलाई रस चाहिन्छ? न रस अलिकति धेरै बनाएन आमाले आज। मलाई रस त चाहिन्छ। होस् त्यति खाऊ ल। मासु चुक्नु हुन्छ। जस अहिले आउनुहुन्छ। बस्नु तपाईँ त्यहाँ छेउमा छोरी। यता आउनु न। यति खानुहुन्छ? ल खाँदा खाँदै झिक्नु नि त। सकेन भने म खाइदिउँ ल। यता हेर्नु न कस्तो निधार त्यो 24 के अरे 32 मुजा होइन अहिले त छैन। ए बुढालाई त से छ त हौ मेरो कान्छो बुढो भन्नु मिल्दैन। कान्छा त होइन मेरो जेठो पनि हो। सबै मेरो बुढो हो। आई लाइक चिकन। त्यति भए चाहिँ बढी हुँदैन। अरू बेला चाहिँ खानुहुन्छ खुब। आज चाहिँ कति न किन? यहाँ चाहिँ चिकन छ नि। यहाँ चिकन पनि हालेको छ गाइज। यहाँ साथीहरू चिकन पनि हालेको छ। यो चाहिँ मैले रोस्ट खाना 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 खाना